हेलो गाइज, गुड मर्निङ सबैलाई। सबैजना चाहिँ हुनुहुन्छ होला। आज चाहिँ म अहिले ट्रेनिङ गर्न जान आँटेको कि बहुत टाइम भयो मैले ट्रेनिङ गरेको छुइनँ। सो आज सोचेँ ट्रेनिङ गर्छु। फेरि यहाँ चाहिँ बहुत ठन्डा छ बेङ्गलोरमा। मलाई स्वेटर लगाउनु परेछ। अहिले मलाई यस्तो ठन्डा लागेछ, सर्दी पनि लागेछ। सो अब म ट्रेनिङ गरेर आउँछु ल, स्टे ट्युन। पार्लर पनि एन्ड नुहाइधुवाइ पनि भइसक्यो मेरो। अब चाहिँ म खाना बनाउन जान्छु। लन्च टाइम भइसक्यो। आज कति 11:30 भएछ। अहिले टाइम छ मगर आज चाहिँ बनाउँछु, सोचेछु पालक पनिर बनाउँछु। पालक पनिर एन्ड रोटी टेस्टी लाग्छ। अब चाहिँ म पालक पनिर बनाउन आँटेको। सो यहाँ चाहिँ अहिले मैले पालक होइन बोइल गर्दैछु। एकछिन बोइल गरेर फेरि म आइस पानीमा राखिदिन्छु। पालक चाहिँ बोइल भयो, बोइल गरेर मैले पानीमा राख्दै थिएँ। सो अब म यो चाहिँ मिक्सरमा हालिदिन्छु। यहाँ टमेटो प्युरी पनि गरेँ। देन म 2टा चिल्ली हाल्छु, फेरि हाफ लसुन। अब चाहिँ म ग्राइन्ड गर्छु। अब चाहिँ भयो ग्राइन्ड, यो चाहिँ मेरो पेस्ट भयो। अब चाहिँ म बनाउँदा हजुरलाई देखाउँछु ल। अब चाहिँ म तेल हाल्दैछु, अलिकति जिरा हाल्दैछु, देन लसुन, त्यसको बाद अनियन हाल्दैछु। मैले चाहिँ पनिर कट गरेँ, मलाई स्मल धेरै मनपर्छ। त्यसको बाद यहाँ मैले टमेटोको प्युरी हाल्दैछु, हल्दी हाल्दैछु, रेड चिली पाउडर, देन धनिया पाउडर, एन्ड अलिकति गरम मसाला। बस मैले निमक चाहिँ पहिले एड गरिसकेको छु। अब यसलाई एकछिन पाक्नु दिन्छु। त्यसको बाद म पालक एड गर्छु। यसमा चाहिँ पालक मैले पालक मैले चाहिँ एड गरेँ। अब यसलाई एकछिन चाहिँ अलिकति पाक्नु दिन्छु। त्यसको बाद म पनिर हाल्छु। भयो, अब म पनिर एड गर्छु। पनिर एड गरेँ, लास्टमा चाहिँ म क्रिम एड गर्छु। अब चाहिँ आँटा गुन्नु आँटेको, किनकि पालक पनिरसित चाहिँ रोटी नै राम्रो हुन्छ राइसभन्दा चाहिँ। त्यही लागि अब आँटा गुन्नु हजुरलाई देखाउँछु ल। सो मैले आँटा गुनाइन भए। अब चाहिँ म यो पालक पनिर गर्दैछु। अलमोस्ट भयो। क्रिम चाहिँ एड गर्छु म यसमा, धेरै होइन अलिकति। क्रिम हाल्दा चाहिँ अलिकति टेस्टी हाल्छ, एक्चुली टेस्टी हुन्छ। सरी, मैले अलिकति बटर एड गरेको छु, किनकि बटरले चाहिँ पनिर पालकमा बहुत टेस्टी यम्मी फ्लेभर पनि आउँछ एक्चुली। मैले रोटी चाहिँ बेलेँ, मेरो गोलो चाहिँ हुन्न है कहिले पनि। अब यसलाई एकछिन पाक्नु दिन्छु। खाना रेडी भयो।